हामी विदेश जाने बित्तिकै एउटा फर्स्ट माइन्डसेट कस्तो आउँदो रहेछ भन्दाखेरि अब जाने बित्तिकै मेरो कलेज कहाँ छ, के छ, म के पढ्ने, कसरी गर्ने भन्दा नि मैले काम कसरी खोज्ने भन्ने पहिला सुरु एउटा माइन्डसेट आउँदो रहेछ स्टुडेन्टको केसमा होइन। पार्ट टाइम कसरी खोज्ने, अब मैले पैसा कसरी कमाउन स्टार्ट गर्ने, त्यो अभियस पनि हो। अब हामी चाहिँ कस्तो छौँ भन्दा अब हामी काम गर्छौँ, हामी चाहिँ एउटा कम्फोर्ट जोनमा बस्छौँ होइन। अनि हामीले त्यो त अर्को साइडतिर आफूले के पढेको र आफूले खोज्ने काम चाहिँ हामी त्यो ध्यानै दिँदैनौँ रहेछौँ क्या। र हामी के सोच्दो रहेछौँ भन्दाखेरि अब मैले यहाँबाट कामबाट या अहिले जेसुकै काम गरिरहेको छु त्यो कुवाभित्रको भ्यागुदा जस्तै भएर हामीले चाहिँ त्यो खोज्न लाग्दैनौँ क्या। काम पनि खोज्न लाग्दैनौँ, इन्टर्नसिप पनि खोज्न लाग्दैनौँ। अनि त्यसपछि ब्लेम कसलाई गर्ने, कि आफूलाई गर्ने कि देशलाई ब्लेम गर्ने या। सो त्यही भएर म चाहिँ सबैजनालाई के भन्छु भन्दाखेरि एटलिस्ट राम्रो प्रोफेसरहरूसँग या तपाईँको जुन कलेजको एडमिनिस्ट्रेसनहरूसँग छ उहाँहरूसँग सुरुमै राम्रो लिङ्कअप राख्नुहोस् है। त अपर्च्युनिटीहरू धेरै हुन्छ त्यहाँबाट चाहिँ तपाईँले चाहिँ इन्टर्नसिप पनि पाउन सक्नुहुन्छ।